आजको भिडियोमा चाहिँ हामी डाटा टाइप्स इन सी प्रोग्रामिङ र प्रिन्ट स्टेटमेन्टले कसरी काम गर्छ भन्ने विषयमा चाहिँ कुरा गर्दैछौँ है। अब मलाई थाहा छ तपाईँहरूले त्यो भिडियो फर्स्ट भिडियो हेरेर इन्ट्रोडक्सन कसरी गर्ने के हो पाइथन सी प्रोग्रामिङ भनेर तपाईँहरूले थाहा पाइसक्नु भएको छ, मलाई थाहा छ है। अब आज चाहिँ के पढ्दैछौँ भने डाटा टाइप भनेको के हो अनि त्यहाँबाट प्रिन्ट अफ स्टेटमेन्ट भनेको के हो भनेर बुझौँ होइन। जस्तै कि अब एउटा फेसबुक एप्लिकेसनको इक्जाम्पल हेर्नु, जस्तै फेसबुकमा तपाईँले सिम्पल लगइन गर्दा अथवा रजिस्टर गर्दा तपाईँलाई के चाहिन्छ, इमेल चाहिएला, फोन नम्बर चाहिएला होइन। अनि त्यहाँबाट हरेक खालका कुराहरू जस्तै पासपोर्टहरू चाहिएला, पासपोर्टमा धेरै खालको @ के युज गर्नु होला होइन। त्यो नि धेरै इम्पोर्टेन्ट कुरो छ। अब त्यस्तो खालको सिस्टम बनाउन चाहिँ के हुन्छ भने डाटा भनेको चाहिँ के हुन्छ, कलेक्सन अफ इन्फर्मेसन भनेर बुझौँ। अब इन्फर्मेसन जस्तो नि हुनसक्छ, तपाईँको नाम हुन सक्यो होइन, जस्तै एजे भनेर नाम छ भने त्यही अनुसारको चाहिँ अल्फाबेटमा आउन सक्यो। अब फोन नम्बर भनेर 984242 2454 भनेर आयो भने होइन, अनि त्यहाँबाट यो नम्बरमा भयो हो। के हुन्छ भने एउटा सिस्टम बनाउँदा चाहिँ के हुन्छ, तपाईँको डिफ्रेन्ट टाइप्स अफ डाटाहरूको चाहिँ ह्यान्डल गर्ने भएर चाहिँ हामी प्रोग्रामिङमा डाटा टाइपहरू डिस्कस गर्छौँ है। अब डाटा टाइप भनेको सिम्पली अब डाटाको प्रकार है, कस्तो कस्तो डाटा हुन्छ भनेर है। जस्तै कि डाटा टाइप डिफाइन द टाइप्स अफ डाटा भेरिएबल द्याट क्यान स्टोर भनेर सिम्पल रूपमा भनेको छ है। अब सिम्पली डिफ्रेन्ट मेजर डेटा टाइप्स भनेर छ है। तपाईँले देख्नुभएछ, ल हेर्नु है, मैले कर्सर राखिरहेको छु मेजर डेटा टाइप इन भनेर है। ल हेर्नु है, आइएनटी इन्टिजर। अघि मैले के भनेको छु, हो सर तपाईँले अघि के भन्नुभयो त, इन्टिजर भ्यालुहरू सबै इन्टिजर आउँछ भन्नुभयो। हो स्याबास, हो तपाईँले मिलाउनु भयो, हो यसरी जाने। फ्लोट भनेको के हो सर, फ्लोटिङ पोइन्टमा आउने पाईको भ्यालुहरू भन्नुभएको छ सर तपाईँले भन्यो, हो गुड। डबल भनेको के हो, डबल भनेको चाहिँ लार्ज नम्बर अफ के भनेको थिएँ मैले, लार्ज नम्बर अफ इन्टिजर हो सर। ठुलो नम्बर इन्टिजर राख्नु अथवा ठुलो लामो इन्टिजर राख्नु चाहिँ डबल हो सर भनेर भन्नुभयो त, हो गुड। CHAR भनेको के हो, क्यारेक्टर भनेको थियो ABC # होइन, त्यो सिङ्गल लेटरलाई चाहिँ के भन्छ, क्यारेक्टर भन्छ। अब अर्को हेर्नु है, हामीले अस्ति के गर्थ्यौँ भने भोइड मेन भनेर भन्छ। भोइड भनेको चाहिँ के हो, नो भ्यालु, यसले केही रिटर्न गर्दैन भन्ने कुरो, ट्रु फल्स रिटर्न गर्छ है। यो पनि विल डिस्कस लेटर। अब अलिकति प्रिन्ट स्टेटमेन्टको बारेमा जानकारी गरौँ है त। प्रिन्ट स्टेटमेन्ट भनेको के हो सर, ल ल ल भनेर भन्नुभयो होला मन भने, तर यता हेर्नु, मैले तपाईँलाई भनिसकेको छु प्रिन्ट स्टेटमेन्ट भनेको है। प्रिन्ट स्टेटमेन्टले सिम्पली प्रिन्ट गर्ने काम गर्छ भनेको थिएँ है। जस्तै अब यहाँ हेर्नु है, यहाँ त सर पर्सेन्टेज डी, पर्सेन्टेज एफ, पर्सेन्टेज आइएफ, पर्सेन्टेज सी, पर्सेन्टेज एफ छ सर। यो के पर्सेन्टेज निकाले हो, सिम्पल इन्ट्रेस्ट निकाले हो र सर भनेर कसैले भन्नुहुन्छ भने होइन है। त्यस्तो के गर्दैछ भने, जस्तै हामीले कुनै पनि भ्यालु डिस्प्ले गर्नु पर्यो। जस्तै सी प्रोग्रामिङमा के हुन्छ भने के भन्छ भने, ल एज = 10 राखेँ मैले, अनि प्रिन्ट एज गर्दा चाहिँ के हुन्छ भने इन्टिजरमा नआउन सक्छ, किनकि यसलाई चाहिँ स्पेसिफाई गर्नुपर्छ तपाईँले कुन चाहिँ नि यो कुन फर्मेटमा राख्ने भन्ने हो के। पर्सेन्टेज भनेको तपाईँले कसरी फर्मेट गर्नुहुन्छ, कसरी फर्मेट मिलाउनुहुन्छ, लेआउट अथवा कसरी मिलाउनुहुन्छ भन्ने कुरो गर्छ। जस्तै पर्सेन्टेज डीले चाहिँ इन्टिजरलाई फर्मेट गर्छ होइन, इन्टिजरलाई जनाउँछ। पर्सेन्ट एफ भनेको फ्लोटलाई जनाउँछ। पर्सेन्ट आइएफ भनेको डबल, पर्सेन्ट सी भनेको क्यारेक्टर होइन, पर्सेन्ट एच भनेको स्ट्रिङ हो। यसरी गर्ने है त। ल सर एउटा इक्जाम्पल रहेछ, तर यो अलिक कन्फ्युज हुने इक्जाम्पल रहेछ, लाउनु भनिदिनु पर्यो भनेर त्यहाँ मनमा नै तपाईँले भनिरहनु भएछ। ल ठिकै छ, यो भनिदिन्छु म। प्रिन्ट एफ एज भन्ने भेरिएबल भयो, यहाँ यो भेरिएबल बनाएर। पर्सेन्टेज भनेको के हो, इन्टिजर भयो। अनि /n भनेको चाहिँ के हो सर, ल तपाईँले भन्नु भएन, ओहो ल बर्बादै गर्नुभयो भनेर भन्नुहुन्छ भने /n ले चाहिँ के गर्छ भने यो पछि चाहिँ अब नयाँ लाइन थप होइन। जस्तै दुईवटा प्रिन्ट गऱ्यो भने त एकै ठाउँमा प्रिन्ट गऱ्यो भने त गन्जागोल हुन्छ, हो त्यही भएर चाहिँ यो /n ले चाहिँ नयाँ लाइनमा अब प्रिन्ट गर भ्यालु भनेर भन्छ है। अब जस्तै आउटपुट त अब त्यही अनुसार चाहिँ हामी गर्दै जान्छौँ है त। ल अब हामी यो डिफ्रेन्ट डाटा टाइप्सको एउटा इक्जाम्पल हेर्छौँ होइन, अनि त्यहाँबाट हामी अर्को भिडियोमा चाहिँ हामी अनि अरू कुराहरू चाहिँ डिस्कस गर्छौँ है त।
सरी सी प्रोग्रामिङ अनलाइन कम्पाइलरमा आइसकेको छु है। अब जस्तै यसको बारेमा त सर किन भन्नु, मलाई त सबै आउँछ, मलाई तपाईँलाई भन्दा बढी आउँछ भनेर त्यहाँ 2-3 जना विद्यार्थीले भनिसक्नुभयो। ल ठिकै छ, हामी यो कुरो डिस्कस गर्दैनौँ है। अब इन्टिजरबाट जाउँ है। जस्तै मैले सर इन्टिजर भनेको के हो, इन्टिजर भनेको के हो भनेर तपाईँले भन्नुहुन्छ भने नि, अनि त्यहाँबाट मैले त भन्दिनँ नि, तपाईँले आफैले भन्नुहुन्छ। भने भनिसक्नुभयो। ल हेर्नु त, इन्टिजर भनेको सर इन्टिजर भ्यालु हो जसले चाहिँ इन्टिजर भ्यालु डिस्प्ले गराउँछ भनेर भन्नुहुन्छ। कसरी डिक्लेयर गर्ने हो तपाईँलाई थाहा छ। इन्ट राख्ने, एज राख्ने, अनि के गर्नुहुन्छ तपाईँले, एज राखेर सिम्पली 10 गरिदिनु भयो भने के हुन्छ त, यो डिक्लेयर भयो। एज चाहिँ 10 भयो, एज भन्ने भेरिएबलमा 10 भन्ने भ्यालु असाइन भयो। अब यो इक्वल्स टु के हो सर, यो जानेनौँ हामीले भन्नुहुन्छ भने हामी यो अपरेटर भन्ने छुट्टै चाहिँ नि एउटा भिडियो बनाउँछौँ अपरेटरको बारेमा, त्यतिखेर तपाईँले बुझ्नुहुन्छ है। ल सर अब म के लेख्छु भने पर्सेन्टेज यस लेख्छु सर, अनि त्यहाँबाट म चाहिँ नि एज प्रिन्ट गर्छु भनेर तपाईँले गर्नुभयो भने के हुन्छ लेट्स से है त। ल सेगमेन्टेसन फल्ट भनेर आयो है। अब मैले यहाँ के गरेँ, पर्सेन्टेज डी गरेँ अनि एज गरेँ भने के आयो, 10 आयो क्या होइन हो। तपाईँले के राख्नुहुन्छ, यो फर्मेटिङ गर्दाखेरि के राख्नुहुन्छ भन्ने चाहिँ मेजर इम्पोर्टेन्ट कुरा हुन्छ है त। अब यसपछि हामीले के गरौँ, अब इन्टिजर भयो, अब फ्लोटहरू अनि कन्टिन्यू गर्दै जाउँ है त। एउटा फ्लोटको इक्जाम्पल हेरौँ है त। जस्तै कि इन्टिजर मेन छ, अब इन्ट राखेर हुन्छ त, अब किनकि डाटा टाइप के राख्नु पर्यो, फ्लोट भनेर राख्नु पर्यो। फ्लोट भनेको के अरे, फेरि भन्नु त भएन। फ्लोट भनेको सर फ्लोट भनेको के हो तपाईँलाई थाहा छ, फ्लोट भनेको सिम्पली डेसिमलमा आउने भ्यालुहरू चाहिँ फ्लोट हो सर भनेर भन्छ है। जस्तै अब मैले फ्लोट गरेँ र 20 नै गरिदिएँ है एज, अनि त्यहाँबाट पर्सेन्टेज के छ त, एफ छ। अब ल हेर्नु है त्यो कसरी आउँछ। फ्लोट भनेपछि यसरी डेसिमलमा आयो है। हो यसरी फ्लोटको बारेमा गर्दैछौँ। अब हामी पछि के गर्छौँ भने युजरबाट चाहिँ नि कसरी चाहिँ नि इनपुट दिने भन्ने कुराहरू नि त्यो गर्छौँ, अनि त्यहाँबाट त्यसको बारेमा झन् डिटेल्स गरेपछि यसको यो कुरो झन् कन्सेप्ट क्लियर हुन्छ है। अर्को डाटा टाइपको बारेमा पढ्छौँ है। त्यो डाटा टाइप चाहिँ के हो, ल तपाईँ आफै भन्नु त, क्यारेक्टर है। क्यारेक्टर भनेको सिम्पली के हो भने सिङ्गल वर्ड है, ए बी एज @ हो। अब त्यसलाई चाहिँ कसरी गर्छ त यसमा भनेर भन्छ है। अब CHAR लेख्नु है, सिम्पलमा है, CHAR लेख्नु, अनि त्यहाँबाट के लेख्नु, ग्रेड लेख्नु। ग्रेड अब ABC के हुनसक्छ है। अब ए लेख्यौँ, तर के हो भने यसको चाहिँ फर्मेट कसरी गर्नुपर्छ भने पर्सेन्टेज सी राखेर गर्नुपर्छ। मैले अघि नै भनिसकेको छु हो, भने त्यो बिर्स्यो भने अगाडि गएर हेर्ने है। अनि त्यहाँबाट यो सेम भेरिएबल राखेर लेट्स प्रिन्ट है। अब ए यसरी आएको छ हो, यसरी गर्ने। यहाँ केही गरेको छैन, सिम्पल के गर्ने, क्यारेक्टरलाई CHAR बनायौँ, अनि ग्रेड भन्ने भेरिएबल आयो, अनि त्यहाँबाट त्यसको भ्यालु राख्यौँ, अनि पर्सेन्टेज सी गरेर फर्मेट स्पेसिफायर युज गरेर क्यारेक्टरको फर्मेट स्पेसिफायर गरेर सिम्पली यो ग्रेडलाई प्रिन्ट गरेँ। त्यति त हो नि, केही गाह्रै छैन होइन। विद्यार्थीले मलाई गाली गरिरहेको होला, अघि त्यो सरले पिक्चरमा त ब्ल्याक स्ल्यास यानी गरेँ थियो, त्यसले त गरेन, के गर्दैछ सरले भने होला होइन। अब त्यसको नि कुरो गरौँ है त। जस्तै ल हेरौँ है, मैले इन्टिजर भनेको तपाईँलाई थाहा छ, पढिसक्नुभयो, अलिकति अगाडि जानु ठ्याक्कै तपाईँले त्यहाँ देख्नुहुन्छ है इन्टिजरको भिडियो। एज राख्यो, सरले एज राख्यो है, हेर है एज राख्यो, ओहो ल ठिक छ, इन्टिजरमा राख्यो है। अब के भयो, अब सरले एउटा क्यारेक्टर राख्यो, ल क्यारेक्टर ग्रेडै राख्यो सरले है। अनि त्यहाँबाट के गर्यो, सिम्पली सी राख्यो है, सी ग्रेड राख्यो। अब सरले यो दुइटा प्रिन्ट गर्दैछ, किनकि यो एउटा क्यारेक्टर हो, यो एउटा इन्टिजर हो। अब के गर्नुपर्ने छ भने हामीलाई, सर हामीलाई त के गर्नु छ, ब्ल्याक स्यासियनको काम के हो सर भनेर भन्नु छ, तपाईँहरूले सोचिरहनु भएछ मलाई हो। अब के गर्नु पर्यो भने सिम्पल मैले के गर्छु, पर्सेन्टेज डी, अनि सिम्पल के गरेँ, एज भनेर लेखेँ है त। लेट्स रन प्रोग्राम अप टु हियर है। के इरर आयो कि आएन, किन इरर आयो होला हो। अब के गरौँ भने एजलाई मात्र प्रिन्ट नगरौँ, अब यसरी यहाँनिर
हाम्रो सिन्ट्याक्स मिस्टेक भन्छ है। अब ल हेरौँ 10 आयो नि होइन, एजलाई प्रिन्ट गर्नुभयो 10 आयो। अब मैले फेरि यो सेम कुरो के गरेँ भने प्रिन्ट गरेर क्यारेक्टर भने के अरे %C हो सर। अनि त्यहाँबाट के गर्नु पर्यो ग्रेड, फेरि जे स्पेलिङ छ नि यहाँ भेरिएबलमा त्यही स्पेलिङ हुनु पर्यो। फेरि अब ल मैले सबै GRA मात्र लेखेँ भने के हुन्छ त, यहाँ इरर आउँछ। त्यही भएर के गर्नु पर्यो सेम भेरिएबल नेम र यो प्रिन्ट गर्ने स्पेलिङ सबै कुरो सेम हुनु पर्यो है। लेट्स रन द प्रोग्राम। के भयो TNC आयो नि, ओहो TNC भनेको त के हो लौ न भारीको हो, के गरे यो त भनेर भन्ने होइन। त्यही भएर अघि मैले के भनेको थिएँ भने ब्ल्याक स्ल्यास यान खोइ त भाइ भनेको थिएँ नि त, हो त्यसको कुरा गरेको थिएँ कि थिएन भाइ हो। त्यही भएर के गर्नु पर्यो भने तिमीले अब सिम्पली ब्ल्याक स्ल्यास राख अनि यान राख। अब फेरि यहाँ पनि त्यही गरिदियो है, ब्ल्याक स्ल्यास राख यान राख अनि ल रन गर त। अब नि यसरी सँगै जोडिएर आयो भने चाहिँ अब अनि हामी चाहिँ त्यसलाई फेरि छुट्याउनुतिर लाग्नुपर्छ है त। ल रन गरौँ। अब के आयो 10 माथि आयो, C तल आयो। हो यसरी गर्ने हो कि यसको काम के रहेछ त ब्ल्याक स्ल्यास यानको सिम्पली यसलाई छुट्याउने, एउटा दुईवटा दाम्पतिलाई छुट्याउने भनेर, दाम्पतिलाई चाहिँ होइन यसरी छुट्याउने भनेर चाहिँ बुझ्नु पर्यो है त। अब अर्को भिडियोमा चाहिँ हामी के गर्छौँ भने डिफ्रेन्ट टाइप्स अफ अपरेटर इन सी प्रोग्रामिङ गर्नेछौँ। त्यति दिनको लागि म लगभग तपाईँहरूलाई 3-4 दिनपछि त्यो भिडियो अपलोड गर्छु होला। त्यतिखेरसम्म यो बेसिक डाटा टाइपहरू के गर्ने प्र्याक्टिस गर्ने है। यो डबल होइन अनि त्यहाँबाट स्ट्रिङ हामी पछि गर्छौँ। यो डबल चाहिँ नि तपाईँले ट्राई गरेर चाहिँ नि मलाई पठाउनु, च्याटमा त्यहाँ कमेन्टमा पठाउनु अनि त्यहाँबाट म हेरेर तपाईँलाई के गर्छु फिडब्याक दिन्छु है त। ल गुड नाइट।